कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चमीको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हामी सबैले कुकुरहरूको पूजा गर्ने र विभिन्न प्रकारको खानेकुरा दिने गरेको त देखेका नै छौँ। तर हरिबहादुरको लागि भने हरेक दिन कुकुर तिहार जस्तै छ। कुकुर तिहार सबै मान्छे आज त कुकुर खोजी खोजी माला टिका लगाइदिने गर्छन्। हजुरको लागि त सधैँ कुकुर तिहार है, कसरी गर्नुहुन्छ? लगाइदिनु भयो आज? लगाइदिएँ। अब मेरो त यो किसिमको सधैँ छ यिनीहरूको पूजा। हरिबहादुरको परिवारको सदस्य भनेका नै 14 कुकुर र 2 बिरालो रहेका छन्। उनी करिब 8 वर्षदेखि बेसहारा कुकुरको सहारा बनेर पशुपति क्षेत्रको एउटा सानो ठाउँमा बस्दै आएका छन्। दाङ घर भएका हरिबहादुर मगर 2059 सालमा ज्याला मजदुरी गर्ने सपना बोकेर काठमाडौँ छिरे। सामान्य लेखपढसम्म गर्न नजानेका हरिबहादुर काम पाउन निकै कठिन भयो। अन्तत उनी पशुपति क्षेत्रमै पुजारीको सेवामा बस्न लागे। अनि हजुर कति वर्षदेखि यसरी बसिरहनु भएको छ त? लगभग भयो होला, अब ठ्याक्कै तिथिमिति याद छैन र 6-7 वर्ष 7-8 वर्षको भयो होला यसरी खुवाउनु लाग्यो। नत्र पहिला त म यो गोरखनाथमै त्यही बस्थेँ नि। अनि हजुरको घर चाहिँ कता के कसरी आउनु भयो? अब यो त अब यहाँ त अब आइयो राजधानी हो होइन, त्यसो के कामकै सिलसिलामा आयो पहिला त। त्यसपछि यति बस्यो, यहाँ आश्रममा बस्यो, यहाँ सेवा गर्यो। मतलब कामको सिलसिलामा आउनुभयो। हजुरको घर चाहिँ कता भयो? मेरो उता दाङतिर पर्छ। अनि कामहरू पनि गर्नुभयो कि? काम अब अलि जोस् कुनै सङ्घ संस्थातिर मैले उ गरेको थिएँ, त्यसपछि त्यसमा भएन, कुनै एनजिओमा उ गर्दै थिएँ, त्यसमा नभएपछि मैले त यतैतिर फेरि अरू कामतिर लागिएन, फेरि बिचमा घर गइयो, घर गएर फेरि आइयो। घरमा चाहिँ हजुरको को हुनुहुन्छ? घरमा दाजुभाउ छन्, आमा छैनन्। आमा बुवा चाहिँ बित्नु भयो? जानुहुन्छ कि गाउँतिर? अहिले त लगभग 2-3 वर्ष भयो नगएको, जान्छु पहिला। अनि यत्रो धेरै कुकुरहरू पाल्नु भएको छ, खर्च चाहिँ कसरी म्यानेज गर्नुहुन्छ हजुरले? खर्च त अब यो पशुप्राणीप्रति माया हुनेहरू अब कोही कोही सहयोग गर्नुहुन्छ, अब त्यसले पनि पुग्दैन। म आफै पनि यसो काम गर्छु। काम चाहिँ के गर्नुहुन्छ हजुर? काम त अब म पढे लेखेको मान्छे होइन, पढे लेखेपछि किन कुकुर पालेर बस्थेँ र? अब त्यही एउटा अनपढ मान्छे, सामान्य मान्छेले जुन काम गर्न सक्छ त्यही गर्छु। पशुपति मन्दिरको केदारनाथमा पहिलो पाकेको खाना चढाउनुपर्छ र उनले उब्रेको खाना त्यही क्षेत्रमा भएका बेसारा कुकुरहरूलाई बराबर बाँडेर दिन थाले। बेसारा कुकुरहरूलाई लात्तले हान्ने, धपाउने अनि कुकुरहरू नजिक पर्दा मानिसहरूले छिछि दूर दूर गर्ने ती सबै हरिबहादुरले नजिकबाटै निहालिरहेका थिए। आफूले दिएको उब्रेको खानाले ती कुकुरहरूलाई नपुग्ने र मानिसहरूले गरेको त्यो व्यवहारले हरिबहादुरलाई निकै दुखी बनायो। पशुपति क्षेत्रमै बसेर ती बेसारा कुकुरहरूलाई आफैले खाना बनाएर खुवाउने र उनीहरूसँगै बस्ने निदो गरे। गोरखनाथबाट प्रेरित भएका हरिबहादुर बिहान कुकुरहरूलाई खाना दिएर मात्र आफू खान्थे। कहिले बागमतीको किनारमा त कहिले त्यही किनारमाथि रहेको डाँडामा ती कुकुरहरूलाई खाना दिन्थे। पछि त्यही नजिकको डाँडामा केही कुकुरहरू र केही बिरालोहरूलाई आफ्नो परिवार मान्दै उनीहरूको हेरचाह गर्न थाले। अनि हजुरको यो अचानक कुकुर पाल्छु म, कुकुरलाई गरेर बस्छु भनेर चाहिँ कहाँबाट सोच आयो यस्तो? अब यो हेर्नुहोस्, यो जिन्दगी कहाँबाट कहाँ पुग्दो रहेछ होइन। अब कहिलेकाहीँ अब यस्तै हो। अब म अलि केही समय यहाँ गोरखनाथ आश्रममा पनि सेवा गरेँ। त्यहाँ कस्तो छ भनेपछि
यहाँको यो गोरखनाथको परम्परा अनुसार बिहान पख यो सानो मन्दिर छ त्यो मनोकामनामा पहिला चढाएर मात्र खुवाउने चलन छ यो बाबाहरूको। बेलुका पख सबभन्दा पहिला यिनीहरूलाई छुट्याएर यिनीहरूलाई खुवाएर मात्र खुवाउने चलन खाने चलन भए हुनाले म त्यहाँ खाना पनि पकाउँदाखेरि मैले नै छुट्याएर दिनु पर्थ्यो यिनीहरूलाई। त्यसपछि यति छुट्याएर राखेको हुन्थ्यो यिनीहरू लुचाचुटी गरेर खाने। अब धेरै कुकुर हुने यति छुट्याएको हुन्छ होइन। यिनीहरू पनि साह्रै भोका हुँदो रहेछन् दुःखी हुँदो रहेछन् जस्तो लाग्यो क्या। त्यसपछि यिनीहरूप्रति मलाई दया भाव जाग्यो। त्यहाँबाट मैले यसो पकाएर खुवाउनु लाग्यो। अब त्यहाँ त्यो फेरि मासु पकाउनु मिल्दैन त्यहाँ बाबाको त्यो आश्रममा। त्यहाँबाट कहिलेकाहीँ त तल खोलामा पकाएर कहिले कतै पकाएर खुवाएँ। अब पछि यतै यहाँ खाली यो टरो थियो यसैमा यिनीहरूलाई पकाएर खुवाउने गरेँ। यहाँ त भाडा सारा त तिर्नु पर्दैन? भाडा त पर्दैन। पशुपति विकास कोषको अहिलेसम्म उ गरेको थिएन र अब यसो पशुप्राणीलाई यसो सेवै गरे हुनाले त्यस्तो गरे होइन। एक दुईचोटि यहाँ खाली गर्नुपर्छ भत्काउनुपर्छ भन्ने आउनुभएको थियो त्यहाँ पशुपति विकास कोषको। तर त्यहाँ अहिले यो कुकुरहरूको सेवा गरे हुनाले छोडिदियो भनेर त्यस्तो उहाँहरूले त्यस्तो गर्नु भएन। त्यो मैले पनि कुनै यहाँ कुनै नजायज फाइदा लिएर व्यवसाय गरेर बस्या होइन गएर पशुप्राणीकै सेवा गरेर बसेको छु। त्यो भएर उहाँहरूले त्यस्तो गर्नु भएन सहयोगै गर्नुभएको छ। अहिलेसम्म सेवा गर्ने अवसरै दिनुभएको छ। भनेपछि यहाँ पशुपतिबाट पनि हजुरलाई केही सहयोग आउँछ कुकुरहरूको लागि? पशुपतिबाट आउँदैन। उहाँहरूले अब यसो ठाउँ दिनुभएको छ होइन। यही ठुलो कुरो हो। टोटल चाहिँ कतिवटा छन् यहाँ जम्मा कतिवटा कुकुरहरू छ? लगभग 14-15वटा होला। बिराला छन् 3वटा। हामीले कुकुर र बिरालो सँगै पाल्दा झगडा गर्दैनन् भनेर सोद्धा बाघ र बाख्रा पाले चाहिँ महसुस हुने हरिबहादुरले बताए। दिउँसोको समयमा कतै बाहिर निस्किहाल्यो भने पनि कुकुरले बिरालोलाई केही गर्यो कि भनेर आत्तिँदै उनी आइपुगिहाल्थे। उनको यो कार्य हेर्दा साँच्चै बाघ र बाख्रा पाले चाहिँ महसुस हुन्छ। कुकुरलाई त हजुरले यसरी हेरिरहनु भएको छ, सँगसँगै बिरालो पनि भन्नुहुन्छ। हजुर, कुखुरा बिरालो त सँगै मिल्दैन भन्छन्, के मिलेर बसेका छन्? यो धेरै गाह्रो हेर्नुहोस्। मलाई यो कस्तो भएको छ भने बाघ र बाख्रा सँगै पाले जस्तो। अब केही समय अलिकति ढिलो कोही गएर ढिलो आउँदाखेरि यहाँ बिरालो लडाइसकेका हुन्छ कुकुर होइन। अब मैले देख्दाखेरि त खास केही गर्दैन, मिलेरै बस्छन्। अब एकैछिन नहुँदाखेरि मारिहाल्ने रहेछ होइन। त्यो भएर कहीँ जाँदाखेरि पनि कति बिरालो मारिहाल्यो कि भन्ने जस्तो चिन्ता, एकदम तनाव हुन्छ है। सबभन्दा मलाई दुःख तनाव भने बिरालोको कारणले भयो। बिरालो कस्तो रहेछ भने कुकुरहरूले बच्चा पनि ठाउँ सार्दैन होइन। त्यति छिटो पनि त्यस्तो बच्चा पाउँदैन। तर बिरालोले धेरै छिटो बच्चा पाउँदो रहेछ र फेरि धेरै ठाउँ सार्दो रहेछ बच्चा होइन। बच्चा सार्दाखेरि कहीँ बिचमा कोही हराउँछ, फेरि आउँछ रुन्छ बच्चा बिरालो होइन। कुनै बेला त म राति सुत्नु पनि पाएको छैन, बच्चा कहाँ हराउँदो रहेछ आएर रुन्छ कराउँछ होइन। जानुहुन्छ खोज्छु, अब कहाँ भेट्नु, कहाँ कता लगेर छोड्छ। कुनै कुकुरहरूले झम्टिँदाखेरि पनि अब आफ्नो जिउ जोगाउने कि बच्चा जोगाउने होइन। त्यो कहाँ छुट्दो रहेछ। त्यो बिरालोको सबभन्दा त्यही भएर बिरालोको झन् धेरै दुःख पाउँदो रहेछ आमाले। सामान्य लेखपढ सम्मान गर्न नजानेका हरिबहादुर आफूले सक्ने मजदुरीबाट आएको आर्जनबाट उनीहरूको जीविकोपार्जन गर्दछन्। पशुपतिमा आएका भक्तजनहरूले अलिकति खानेकुरा त ती कुकुरहरूलाई दिन्छन्, पुग्ने गरी भने खान पाउँदैनन्, हरिबहादुर बताउँछन्। अनि यो कुकुरहरूको त धेरै कुकुरहरू रहेछ, खर्च चाहिँ पुग्छ त महिनाभरिमा कति लाग्छ? खर्च अब यहाँ मलाई खासै सहयोग गर्ने यो पुरुषभन्दा दिदीबहिनीहरू, आमाहरू। एकजना बाबा हुनुहुन्छ शिवपुरी जङ्गलमा बस्ने टोटके बाबा। मैले उहाँलाई सोधेँ, बाबा हजुरको जीवनमा कसले सहयोग गर्नुभयो त भन्दाखेरि मलाई सबभन्दा दिदीबहिनीहरूले गरे। दिदीबहिनीहरूको मन भनेको आमाको मन हो। अब पुरुष मान्छे पैसा भयो भने भोटेतिर जान्छ होइन। त्यो भएर उनीहरूले खासै त्यस्तो सहयोग गर्दैन। यस्तो जङ्गलमा म बसेको छु, चिया दियो, दुधको चिया पिलाउँछु र पनि साधारण खालको बिस्कुट दिँदाखेरि अलि अर्को ठुलो खालको बिस्कुट छैन बाबा, अर्को खालको भन्छन्। तर जाँदाखेरि ल बाबा है भन्छन्, बस केही
यसो बाबाजीलाई केही गरौँ सहयोग गरौँ यसो जङ्गलमा बसेको छ सेवा गरेको छ भन्ने सोच्दैनन् भन्नुहुन्छ कि अब त्यस्तै मलाई पनि दिदीबहिनीहरूले नै सहयोग गर्नुभएको छ सबभन्दा बढी एकजना मलाई ठ्याक्कै नाम याद भएन आर्मीको मेजर पोस्टमा हुनुहुन्छ अब उहाँले 1 बोरा चामल 1 किलो अन्न महिनामा दिनुहुन्छ यसरी नियमित दिने भनेको उहाँले नै हो त्यही हो हैन अरू अब खासै त्यस्तो कसले नै गर्छ र यहाँ मात्र हेर्नु भएको छ कि परिवारलाई पनि हेर्नु भएको छ परिवारको पनि खर्च यताउति गर्नुहुन्छ अब घर व्यवहार अब दाजुभाउजू समाज दाजुहरूले हेरिहाल्छन् म अनम्यारिड हुँ त्यही भएर मेरो खासै परिवार हेर्नु पर्दैन मलाई त्यो छैन त्यही भएर यो कुकुर बिरालोको सेवा गर्न पाइएको छ अविवाहित हरिबहादुरलाई विवाह गर्ने सोच कहिले आएन तर बिरामी भएको अवस्थामा भने परिवारसँगै भएको भए हुने सोच्दछन् तर उनी एकल जीवन नै उचित भएको ठान्दछन् अनि हजुर अनम्यारिड भन्नुभयो अनि सबै समाजमा सबैजनाले बिहे गर्दाखेरि हजुरलाई पनि बिहे गरौँ जस्तो लागेन सोच आएन अब त्यो म विवाहको विरोधी त होइन थिएन हैन अब त्यो पनि कस्तो रहेछ भने त्यो गर्ने नहुने कुरा पनि होइन र नगरी नहुने कुरा पनि होइन कसैलाई मन पनि अब कति कुराहरू कस्तो हुँदैछ भने जीवनमा धेरै कुराहरू अधुरा हुन्छन् हैन सबै पुरा हुन्छन् भन्ने पनि हुँदैन अब अनि हजुरलाई मर्दा पर्दा पनि त छोराछोरी चाहिन्छ भन्छन् हजुरलाई चाहिँ के अब एक्लो हुन्छ पछि भन्ने चाहिँ लाग्दैन अलिकति दुख बिमारी हुँदाखेरि एक्लोमा अलिक गाह्रो हुँदो रहेछ नत्र एक्लो जिन्दगी धेरै राम्रो हो तर बिरामी अवस्थामा अलिकति समस्या हुँदो रहेछ हैन तर मलाई त्यो चिन्ता पनि लाग्दैन किनभने अब आफूले पनि हामीले पनि कसका छोराछोरीले आम्बो हेरे हान र हैन अब कोहीले उ गर्ने हो नत्र प्रायः आफ्नो दुख आफै निवारण गर्नुपर्छ त्यो भएर त्यसको म त्यो चिन्ता लाग्दैन दाइ हजुर कहाँ बस्नुहुन्छ कुकुर यत्रो 15-20वटा कुकुरहरू रहेछ यिनीहरूलाई कहाँ राख्नुहुन्छ कसरी व्यवस्थापन गर्नुभएको छ यहाँ म सँगै हो ठाउँ त साँगरै रहेछ हैन हजुर कति छन् रे कुकुरहरू हजुरका 14वटा होला 14वटा छन् है बिराला छन् हजुर अनि यत्रो कुकुरलाई कसरी व्यवस्था गर्नुहुन्छ त यहाँनेरि अब यो गाउँघरमा भेडा बाख्रा गाई मान्छे सबै एकै ठाउँ बसे जस्तो त हो नि एकै ठाउँ मतलब हजुरसँगै सुत्ने हो हजुर अनि खाना यहीँ पकाउनुहुन्छ है बिरालो कुकुर सँगै यहीँ सुताउनुहुन्छ यहीँ सँगै सुत्छ अब मसँग हुँदाखेरि त अब टोक्दैनन् हेर मिल्छन् सँगै सुत्छ बिरालो कुकुर सँगै सुत्नुहुन्छ सँगै खाना खानुहुन्छ भन्नुभयो तपाईँलाई चाहिँ यिनीहरूको केही रोग सर्छ रोग लाग्छ जस्तो चाहिँ लाग्दैन अहिलेसम्म लागेको छैन लागेको छैन है आफूले मेहनत गरेको आर्जनबाट कुकुरहरूको जीविकोपार्जन चलाइदिने हरिबहादुरलाई पशुपति कोषबाट भने केही सहयोग भने भएको छैन उनलाई कसैले सहयोग गर्ने भनेर आए भने पनि त्यस्तो व्यक्तिको सहयोग मात्र लिन्छु जसले यी कुकुर बिरालोलाई माया गर्दछन् मलाई पनि मनपर्छ कुकुरहरू होइन यिनीहरूलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ कि त्यो भएर हजुरलाई त्यसरी हजुरले यसरी दुःख गर्नुभएको रहेछ भनेर होइन कि हामीलाई पनि माया लाग्छ क्या कुकुरहरूको ठिकै हो अब मलाई पनि कस्तो लाग्छ भने चाहिँ सहयोग पनि त्यस्तो मान्छेको स्वीकार गर्न मन लाग्छ जसले यिनीहरूले माया गर्छ होइन माया नगर्ने मान्छेले यो मलाई एउटा भिखारी पारामा दिन्छ भने चाहिँ म त्यो स्वीकार गर्दैन करिब 8 वर्षदेखि उनी आफ्नै बलबुत्ताले सक्ने गरेर हेरचाह गरिरहेका छन् उनको यो क्रियाकलाप देखेर कति मान्छेहरूले हरिबहादुर धर्मात्मी भने त कतिले उनलाई पागल समेत भने तर अरूको कुराहरूलाई कहिले मनमा नलि आफ्नो कार्य गरिरहे त्यो कस्तो भने मलाई पनि कस्तो लाग्छ भने अब कति मान्छेहरू सोध्छ
यो एकदम निकै गजबको मान्छे रहेछ, यो त ठुलो धर्मात्मी मान्छे रहेछ भन्ने सोच्छ कतिले यो त खत्तम भएको मान्छे रहेछ र यो कुकुरसँग बसेर रहेछ, यो खाँदो रहेछ, सुत्दो रहेछ भन्ने सोच्छ। तर वास्तवमा त्यो दुवै म होइन होइन। अब सबभन्दा अब यिनीहरूलाई म माया गर्छु होइन। अब त्यही हो, म केही अब त्यस्तो गया गुर्जेको मान्छे पनि होइन, म निकै एकदम ठुलो धर्मात्मी के नौ भन्ने पनि होइन होइन है। हजुरलाई मान्छेको साथभन्दा बरु यिनीहरूको साथ राम्रो लाग्छ? धेरै राम्रो लाग्छ, धेरै राम्रो धेरै लाग्छ होइन। के कारणले चाहिँ हजुरलाई यिनीहरूको साथ राम्रो लाग्छ? अब यिनीहरू एकदम धेरै वास्तवमा धेरै पीडित हुँदो रहेछन् होइन। मलाई कस्तो भने जो वास्तविक पीडित छ त्यसलाई सहयोग गर्न मन लाग्छ होइन, त्यस्तोलाई गर्नुपर्छ होइन। मान्छेलाई पनि सहयोग गर्दाखेरि जो दृष्टिबिन छ, अपाङ्ग छ, वृद्ध छ, हो त्यस्तोलाई सहयोग गर्ने हो होइन। अब मलाई कस्तो लाग्यो भने तिनीहरूभन्दा पनि अझ यिनीहरू धेरै दुःखी हुँदो रहेछन् क्या। अब जस्तो अपाङ्गै पनि दृष्टिबिन पनि घस्रेर पनि तपाईँ हामी देख्छौँ पशुपतिमा त्यो लाठी टेकेर होइन पनि आएर आफ्नो जीवन निर्वाह गरिराखेका हुन्छन्। तर यिनीहरूको त त्यो हुँदैन नि होइन। उनी अब मान्छेहरूमा कस्तो भने जस्तै कहीँ किन दुःख बिमारी भयो के भयो भनेपछि यस्तो भयो उस्तो भनेर सडकमा गएर चिच्याउन सक्छ, रुन सक्छ, भिख माग्न सक्छ। तर यिनीहरूको त्यो हुँदैन। यिनीहरू करायो भनेपछि किन करायो, किन हल्ला गर्यो भनेर कुट्छ मान्छेले होइन। त्यो भएर यिनीहरू धेरै दुःखी हुँदो रहेछन् र धेरै तनावको सामना पनि गर्ने। अब रातभरि जागा हुने पनि यिनीहरू नै हुन् होइन। त्यो भएर यिनीहरू धेरै पीडित हुँदो रहेछ भन्ने लाग्छ। त्यही भएर यिनीहरूको सेवा गर्नु मलाई खुसी लाग्छ। जीवनमा विवाह नगर्ने सोच भएका हरिबहादुरलाई त्यहाँका बाबाहरूले उनको यो कार्य देख्दा अर्को जुनीमा कुकुरै भएर जन्मिन्छौ भन्दा उनी झस्किन्छन्, किनभने ती कुकुरहरूको दुःख हरिबहादुरले राम्रोसँग महसुस गरेका छन्। जबसम्म जीवन छ तबसम्म सेवै गरेर बिताउँछु भन्ने सोच्नु भएको छ? म त सोच्छु अब मेरो जीवनकालभरि यो सडकमा कुनै पनि कुकुरहरू नहुन्। मलाई कस्तो लाग्छ भने चाहिँ कति मान्छेहरूले भन्छन्, कोही बाबाहरूले पनि भन्नुहुन्छ त कुकुर बिराला पछि धेरै लाग्छस् त अर्को जन्ममा कुकुरै हुन्छस् भन्छन्। कहिलेकाहीँ डर पनि लाग्छ, फेरि यस्तै दुःख मैले पनि बिहोर्नु पर्ने हो। त्यही भएर यो कुकुरको दुःखै निमिट्याउन पार्न पाए हुन्थ्यो। साँच्चै अर्को जन्ममा कुकुरै भइन्छ भने त सकेसम्म यिनको दुःखै निवारण गर्नु पर्यो होइन। पुरै निर्मूल गर्न पाएपछि यस्तो दुःख पनि पाइन्न थियो नि, साँच्चै अर्को जन्म कुकुरै भए पनि भन्ने जस्तो लाग्छ। हजुर बिरामी भएर यहाँ नबसेको, कुकुर मात्र घरमा बसेको पनि दिन छ कहिले? त्यस्तो छैन, त्यस्तो छैन। म सँगै छु यिनीहरूसँग। म एक रात यहाँ कहीँ गएको छैन, कहीँ जानु। म दिनमा पनि लगभग बढीमा 2 घन्टा भन्दा बढी म कहीँ जाँदैन। हजुर कहीँ जानुभयो भने म आइहाल्छु। अघि देखियो हजुर उता मतलब म सबभन्दा बिरालोको चिन्ता लाग्छ। त्यसपछि किनभने कोही लामो समय कहीँ हराउँदाखेरि कहीँ फेरि यिनीहरूले मार्ने हुन् कि भन्ने जस्तो लाग्छ। यहाँ भित्रै बस्छन्? यहीँ बस्छ। कुकुरहरू त कति बिरामी भयो, कति मऱ्यो होइन। अहिले चाहिँ अहिले छैन त्यस्तो, अहिले छैन। यसलाई सर्पले डस्यो छ कि हो। अब अझै यसलाई मैले यो तितेपाती उमालेर, त्यो वनमा पाउँछ नि तितेपाती, त्यो उमालेर नुन उमालेर नुन मिसाएर सेकिदिएर धेरै बनाइसक्यो। यो सर्पले डस्यो कि जस्तो लाग्यो मलाई। नत्र कुकुरले यिनीहरू टोकाटोक गरेर त्यसो सुन्ने मैले थाहा पाएको थिएन। यसको यत्रो धेरै सुन्ने थियो कि पछि मैले त्यो नुन पानी बनाएर तितेपातीले गरेर म त प्रायः अब त्यो दबाई किनेर पनि साध्य हुँदैन। त्यस्तै जडीबुटी आफ पनि जडीबुटी खाने, यिनीहरूलाई पनि जडीबुटी खुवाउने। महिनामा 2 बरा चामल, दिनमा 8 वटा अन्डा अनि हप्तामा 10 केजी मासु सबै आफैले हेर्दै आएका छन्। कोही बेला चाहिँ दिक्क लाग्दैन यो सबै डेली सधैँभरि यो सब गरिराख्दाखेरि? अब हेर्नुहोस्, अब आफूले गरे कामप्रति पूर्ण 100% सन्तुष्ट त को हुन्छ र होइन? लाग्छ कहिलेकाहीँ दिक्क लाग्छ। अब एक त
अब कस्तो समस्या हुन्छ नि कहिलेकाहीँ अब एक एउटा चामल हुन्न पकाउनलाई होइन अब त्यो जुट्याउनु पर्यो कुनै बेला यिनीहरूले उल्टो दुःख दिन्छ होइन लाग्छ दुःख पनि लाग्छ मतलब त्यति बेला हजुर के गर्नुहुन्छ जब केही पकाउने केही पनि हुँदैन भनेपछि हजुर काम गर्न जानुहुन्छ जब म सरसापट गरेर उ गर्छु त्यसो व्यवस्था मिलाउँछु त्यसपछि काम गरेर यसो गरेर महिनामा लगभग 2 बोरा जति त चामल लाग्छ 2 बोरा चामल लाग्छ 2 बोरा चामल लाग्छ अब दिनमा केही नभए नि 7-8वटा अन्डा चाहिन्छ 7-8 अन्डा अब हप्तामा 1-2 चोटि हो मासु त सधैँ हुँदैन पनि पशुपतिको छेउमा एउटा मान्छे कुकुरलाई परिवार बनायो माया बाँड्न पैसा चाहिँदैन मन चाहिन्छ भन्ने एउटा ठुलो उदाहरण बनेका छन् हरिबहादुर